पावरफुल सीपीयू र जीपीयू पर्फर्मेन्स भएको स्लिक डिजाइन र एक्सिलेन्ट बिल्ड क्वालिटीको साथमा आउने यो हो लेनोभोको तर्फबाट आउने लिजियन 5i। यसमा इन्टेलको कोर i7 14700HX प्रोसेसर दिएको छ जसमा 20 कोर र 28 थ्रेड रहेका छन्। यसमा 16GB को DDR5 RAM रहेको छ भने 1TB को Samsungको Gen 4 SSD पनि तपाईले प्राप्त गर्न सक्नुहुन्छ। इन फ्युचर तपाईलाई RAM र स्टोरेजको नीड पर्यो भने तपाईले अब्भियसली रूपमा यसमा अपग्रेड पनि मज्जाले गर्न सक्नुहुन्छ। यसमा Nvidia को लेटेस्ट 5000 सिरिजको ग्राफिक्स कार्ड RTX 5060 दिएको छ जुन चाहिँ 8GB VRAM को साथमा हुन्छ। यसको म्याक्स TGB भनेको 115 वाटको TGB तपाईले प्राप्त गर्न सक्नुहुन्छ। यसले AAA टाइटल गेमहरुलाई मज्जाले ह्यान्डल गर्न सक्छ, त्यसकारणले तपाईहरुले मज्जाले गेमहरु पनि खेल्न सक्नुहुन्छ। 15.1 इन्च WQXGA OLED डिस्प्लेको साथमा आउँछ र 500 निट्स अफ यसमा ब्राइटनेस दिएको छ जसले इन्डोर मात्र हैन आउटडोरमा पनि तपाईले मज्जाले यसलाई युज गर्न सक्नुहुन्छ। अब भिडियो एडिटर र ग्राफिक्स डिजाइनिङ गर्नको लागि यो ल्यापटप चाहिँ एकदमै टप नच रहेको छ किनकि यसमा 100% DCI-P3 कलर ग्यामेट तपाईले प्राप्त गर्न सक्नुहुन्छ। 10 बिट कलरलाई यसले मज्जाले सपोर्ट गर्छ भने यदि तपाई गेमर हुनुहुन्छ भने पनि टेन्सन लिनु पर्दैन। यसमा 165 हर्ट्ज को रिफ्रेश रेट रहेको छ जसले गर्दा हायर FPS मा तपाईले मज्जाले गेम खेल्न सक्नुहुन्छ। ग्राफिक्स कार्ड त तपाईलाई अहिले बताइसकेको छु। यसमा 5 मेगापिक्सल को क्यामेराको साथै 24 जल RGB ब्याकलाइट किबोर्ड पनि तपाईले देख्न सक्नुहुन्छ। यसमा वायरलेस कनेक्टिभिटीको लागि Wi-Fi 7 र Bluetooth 5.4 को पनि यसमा सपोर्ट रहेको छ। त्यस्तै गरेर यसमा तपाईले हाई स्पिडमा डाटाहरु ट्रान्सफर गर्नको लागि यसमा चाहिँ विभिन्न USB पोर्टहरु पनि दिएको छ जसमा Thunderbolt 4 को पनि सपोर्ट रहेको छ। यो पर्टिकुलर ल्यापटपमा 80 वाट आवर को तपाईले ब्याट्री देख्न सक्नुहुन्छ भने यसको वेट भनेको जम्मा 1.9 केजी रहेको छ। यो ल्यापटप चाहिँ ड्युरेबल हुनको साथै लाइट वेट पनि रहेको हुनाले तपाईले जतासुकै बोकेर जाँदा पनि यसमा तपाईको ब्यागमा खासै ह्याम्पर हुँदैन। सो यदि तपाईहरुलाई पोर्टेबल तथा पावरफुल मसिन चाहिएको छ भने डेफिनेटली रूपमा तपाईले लिजियनलाई चेकआउट गर्न सक्नुहुन्छ। र यो पर्टिकुलर लगायत अरु कुनै पनि पीसी कम्पोनेन्टहरु तपाईलाई चाहिएको छ भने डाइरेक्ट कम्प्युटर दरबारको स्टोरमा भिजिट गर्न सक्नुहुन्छ अथवा स्क्रिनमा देखाएको नम्बरमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ।